साथीहरू के छ सबैजना सन्चै हुनुहुन्छ हामी पनि यस्तै छ आरामै छौँ है हामी कम्पनीमा है काम छैन कोरियाको यस्तै छ है हाम्रो कम्पनी पछाडिको चाहिँ हाम्रो कम्पनी हो अनि यस्तो नै काम छैन काम नभएकोलाई सामानहरू आएको छैन है सामानहरू नआएकोलाई यस्तो नै बस्ने हो कम्पनी रुङ्ने यही छ काम हामी गाड काम पाले काम गर्ने हो यसरी हामी गोर्खेहरू छौँ खुट्टा हल्लाउँदै बसो नेपालको जस्तै हो आरामदायी तरिकाले बसो हेरो काम छैन केही छैन साउ आउँछ कि भन हेरो बसो गफ गर रमाइलो छ हौ कोरियामा पनि यतिको रमाइलो कम्पनी पाउनु त के नै पाए चाहियो र काम पनि छैन दाम पनि छैन हाम्रो कम्पनी यस्तै छ है कोरियाको कम्पनी काम छैन अनि के गर्नुहुन्छ अब साउले भित्र बस्नु भन्दैन बाहिर बसेर हेरिरक सामान आउन सक्छ भन्छ अनि यस्तो नै हो बाहिर बस्ने हेर्ने अब जाडो जाडो मौसम छ है कोरियाको अहिले अब घाम त्यति साह्रो लागेको छैन अनि अब त्यही भएर नि चिसो हावा चलिरहेको छ अनि बाहिर बस्दै यसो रमाइलो गरिरहेको छौँ हौ हामी केटाहरू यहीँ छन् हाम्रा भाइहरू गोर्खेहरू नयाँ गोर्खेहरू हुन् यस्तै छ है चलिरहेको छ जियोस् यसरी नै कोरियाको बसाइ यसरी नै सुखदमय हुँदैछ जियोस् राम्रो छ यसरी नै चलोस् भाइहरूले के भन्छन् हँसाउँछन् हँसा कमेडी गर्छन् भाइहरू के भन्छन् रमाइलो छन् जियोस् केटाहरू पनि रमाइलोसँगले बितिरहेछ कोरियाको बसाइ कोरिया भनेको त कोरियामा हिँड्छन् मात्रै राम्रो हुँदो रहेछ हौ एयरपोर्ट छेउ मात्रै त्यहाँबाट काममा कहाँ लाँदो रहेछ यो भोटेहरूले हामीलाई त यस्तो गाउँमा ल्याएर बसाएको छ है गाउँमा पुरा जङ्गलको बिचमा ल्याएर पहाडको बिचमा ल्याएर बसेको छन् भाइहरू चलेछन् के गर्नु र यहाँ हाम्रो एउटा छन् भियतनामी सोल्टी होइन बसिरहेछन् काम छैन अब भित्र गएर सुत्न पनि पाइँदैन अनि त्यही बसिरहेछन् यस्तो डाँडोमा ल्याएर राखेको छ हामीलाई त जङ्गलको बिचमा साथीहरू तपाईँहरूको कस्तो के छ है हाम्रो त यस्तै छ है जङ्गलको बिचमा ल्याएर राखेको छ कम्पनी पनि के गर्नु यसरी भयो भने गर्नै पर्यो मेहनत गर्न आएको काम गर्न आएको गर्नै पर्यो खेतबारी छ डाँडा काँडा नेपाल जस्तै रमाइलो छ जियोस् यस्तै रमाइलो गर्दै बसिरहेको छ है साथीहरू कस्तो के लाग्छ भिडियो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु है सबैजनाले